कहिले पोल्छु, कहिले तारेर पकाउँछु, कहिले ओभनमा, कहिले तावामा सारेर पकाउँछु। कहिले पोल्छु, कहिले तारेर पकाउँछु, कहिले ओभनमा, कहिले तावामा सारेर पकाउँछु। आफ्नो खानामा मौलिकता मिसाएर कहिले पोल्छु, कहिले तारेर पकाउँछु, कहिले ओभनमा, कहिले तावामा सारेर पकाउँछु। आफ्नो खानामा मौलिकता मिसाएर नेपाली खाना चट्ट मिठो पारेर पकाउँछु। नमस्कार, म विजय घिमिरे। आज चाहिँ एक्सप्लोर इन्स्टिट्युट अफ हस्पिटालिटी म्यानेजमेन्टमा भोजन लिपि 7औं संस्करण अन्तर्गत हामीले विभिन्न नेपाली खानाहरू तयार पारेका छौँ, जस अन्तर्गत वेलकम ड्रिङ्क्सको लागि भनेर हामीले सातुसँग जो चाहिँ हाम्रो पुर्खाहरूले चाहिँ खाइआएको आजको दिनमा बिस्तारै बिस्तारै हाम्रो पुस्ताहरूले हामीले भुल्दै गएको अवस्थामा यसलाई बिउटाउने हेतुका साथ हामीले सातु र मोही तयार गरेका छौँ। त्यो सँगै मेन कोर्सको रूपमा खानको लागि भनेर हामीसँग चिकनको लेको बेदोसँग जिरा भात छ, अनि त्यो सँगै हामीसँग कोदोको ढिँडो र सिस्नोको झोल छ। अनि हामीले चाहिँ सिन्की अथवा गुन्द्रुकको अचार, पश्चिम भेगमा चाहिँ गुन्द्रुकलाई सिन्की भनेर चिनिन्छ, तर हामीले चाहिँ गुन्द्रुक भन्छौँ। गुन्द्रुक साँतेको अथवा गुन्द्रुकको अचार छ, सिस्नुको सुप, कोदोको मफिन। यो चाहिँ मफिन नर्मल मफिन नै हो, त्यसमा चाहिँ फाइबरयुक्त हुनको लागि भनेर हामीले मफिन बनाएका छौँ। अनि खोर्सानीको अचार छ, अनि अर्को हामीसँग सातु नै छ, जो चाहिँ हामीले ब्रेकफास्टको रूपमा खान सक्छौँ। आजको दिनमा चाहिँ मैले बारम्बार भन्दै आइरहेको छु, हाम्रा पुस्ताहरूलाई चाहिँ पोरिजसँग रमाउँदैछन्, ओट्ससँग रमाउँदैछन्, कम्फ्लेक्ससँग रमाउँदै गर्दा हामीले हाम्रो सातुलाई बट्टामा पोको पारेर थन्काउन बाध्य छौँ। त्यसकारण आज त्यही मौलिकता झल्काउनको लागि हामीले सातु तयार गरेका छौँ। त्यो सँगै हामीसँग पानको लड्डु छ, जसमा चाहिँ विभिन्न भेजिटेबलहरू मिक्स गरेर अर्कै पाराले तयार गरिएको छ। र त्यससँगै हामीसँग अर्को मिक्स गुन्द्रुक र खोर्सानीको अचार पनि छ। हाम्रो एउटा मात्र नारा भनेको रैथाने खानालाई जोगाउँ, खाउँ र बट्टामा उकुस मुकुस भएको रैथाने खानालाई प्लेटमा राखेर खाउँ भन्ने अभियानका साथ यो खाना तयार पारेको छ। धन्यवाद।